प्रश्न रहेको छ कर्मचारी तन्त्र भनेको के हो? यसका विशेषताहरू उल्लेख गर्दै सार्वजनिक नीति कार्यान्वयनमा कर्मचारी तन्त्रले कस्तो भूमिका खेल्छ स्पष्ट पार्नुहोस्। यसको समाधानको लागि हामीले प्रभावकारिता र सरलताको लागि प्रश्नको छुट्टा छुट्टै खण्ड बनाएर उत्तर लेखेका छौँ। याद गर्न सजिलो हुने, तथ्य देखिने भएकोले छुट्टै छुट्टै बनाइएको हो। तपाईँहरू चाहिँ समग्रमा लेख्नुपर्ने हुन्छ। सुरुमा लेख्नु पर्दाखेरि कर्मचारी तन्त्रको परिभाषा दिनु पर्यो। कानुन प्रदत्त अधिकारको निष्पक्ष र विवेकशील प्रयोग गरी सरकारका नीति कार्यान्वयनमा योगदान गर्ने प्रशासनिक प्रणालीलाई नै कर्मचारी तन्त्र भनिन्छ। अनि त्यसपछि दोस्रो खण्ड विशेषताहरू भन्ने थियो। यसको लेख्दाखेरि कर्मचारी तन्त्रका प्रमुख विशेषताहरू निम्न छन् लेख्ने। पद सोपानिक संरचना र कार्य प्रणाली, पद सोपानका आधारमा जिम्मेवारी र उत्तरदायित्वको बाँडफाँड, कार्य विभाजन र कार्य विशिष्टीकरण, योग्यता तन्त्रमा आधारित निर्णय र कार्यको लिखित अभिलेख रहने, निष्पक्षता र निरन्तरता, स्थायी प्रकृतिको संरचना र वृत्तिपदको व्यवस्था। विशेषताहरू लेखिसकेपछि अर्को खण्डमा थियो यसको भूमिका। सार्वजनिक नीतिको कार्यान्वयन गर्दा यसको भूमिका कस्तो रहन्छ भनेर सोधेको थियो। अब यसको उत्तर लेख्दा सार्वजनिक नीति कार्यान्वयनमा कर्मचारी तन्त्रको भूमिका ल्याएको छ, यस प्रकार छ अथवा निम्न भूमिका खेल्छ भनेर लेख्न सक्यो। अनि नीति कार्यान्वयनको कार्ययोजना निर्माण गर्न, स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गर्न, तहगत र निकायगत समन्वय र सञ्चार गर्न, नीति पैरवी तथा प्रचार प्रसार र सूचना आदान प्रदान गर्न, नीति उप आम समर्थन जुटाउन पहल गर्न, नीति सम्बद्ध पक्षहरूबीच छलफल तथा अन्तर्क्रिया गर्न, विभिन्न चरणमा निर्णय निर्माण कार्यान्वयन गर्न, नियमन सुपर्यवेक्षण र निरीक्षण गर्न, नीति कार्यान्वयन मार्फत सेवा प्रवाह र गुनासो सुनाइलाई व्यवस्थित तुल्याउन, नीति कार्यान्वयनमा अनुभव, विज्ञता, व्यावसायिकताको प्रयोग गर्न, नीति कार्यान्वयनको अनुगमन, नियमित प्रतिवेदन तथा प्रगति समीक्षा र पृष्ठपोषण ग्रहण गर्न। अब यति लेखिसकेपछि निष्कर्ष लेख्नुपर्ने हुन्छ। निष्कर्षमा अत भनेर लेख्नु पनि सक्यो, निष्कर्ष लेख्दा पनि भयो। अब यसपछि कर्मचारी तन्त्रको प्रमुख कार्य नै नीतिको कार्यान्वयन हो। सार्वजनिक नीतिको प्रभावकारी कार्यान्वयन गरी नीति लक्ष्यहरूलाई नीति नतिजामा रूपान्तरण गर्ने, लक्ष्यलाई कार्यान्वयन गर्ने, लक्ष्यलाई नतिजामा बदल्ने कार्य भन्न खोजेको। रूपान्तरण गर्न सकेमा मात्र कर्मचारी तन्त्रमा नागरिकको सच्चा सेवक हो भन्ने परिणत हुन सक्छ। यसरी निष्कर्ष लेख्न सकियो।